फेवातालमा माछा नमार्ने नीति होइन कि फेवातालमा 10औं करोड माछाका भुराहरू चाहिँ यहाँका स्थानीय तहहरूले एउटा चाहिँ सिस्टम डेभलप गरेर छोड्नुपर्छ। त्यसलाई चाहिँ त्यो अनुसारको चाहिँ पालनको साइकल डेभलप गर्नुपर्छ। त्यसलाई चाहिँ लेक साइडका होटल व्यवसायहरूलाई वितरणको सिस्टम डेभलप गर्नुपर्छ र यहाँ आएका आगन्तुकहरूलाई चाहिँ एकदम सस्तो सुलभ मूल्यमा चाहिँ फेवातालको मिठो माछा चाहिँ एकदम। हामी प्राकृतिक स्रोत साधनले आफैमा धनी देश र प्रसङ्ग भन्न चाहन्छु। फेवातालमा माछा मार्न प्रतिबन्ध होइन, फेवातालमा माछा मार्न खुला गर्नुपर्छ। सत्ता सञ्चालकहरू या नीति बनाउने मान्छेहरूले ठिक ढङ्गले सोच्ने हो भने 10औं करोड माछाका भुराहरू चाहिँ फेवातालमा हाल्नुपर्छ हैन। त्यसलाई चाहिँ यो अहिलेका स्थानीय तहहरू या प्रदेश संरचनाले चाहिँ त्यसको पालन गर्नुपर्छ। अझ भनेको त कहाँनिर हो भन्नुहुन्छ भने ल एक साइडमा 1000 देखि 1500 वटा होटलहरू छन्। दिनको 30-40 वटा होटलहरूले मात्रै चारो हाल्ने चाहिँ एउटा सिस्टम डेभलप गर्ने, दैनिक चाहिँ 10-15 केजी चाहिँ उनीहरूलाई वितरणको प्रणाली चाहिँ निर्माण गर्ने र 10औं करोड माछाका भुराहरू चाहिँ हाम्रो प्राकृतिक स्रोत साधनले सम्पन्न फेवातालमा हुर्किए भने पोखरा घुम्न आउने पर्यटकले त कम्तीमा 50-100 रुपियाँमै त्यस्तै आए पर्यो भने 1 केजीको माछा खान पाउँछ। यसो हुँदाखेरि मान्छेले पोखरा आएर माछा मात्रै खान पाउँदैन कि एउटा चाहिँ माछाको हब जस्तो पोखरा बन्ने देखिन्छ। पोखराको फेवातालको माछा पोखरा मात्रै हब बन्दैन कि पोखराको फेवातालको असला माछा काठमाडौँसम्मै तपाईँ निर्यात गरेर एउटा राम्रो प्रकारको चाहिँ आर्थिक गतिविधि हुने साइकल निर्माण गर्न सकिन्छ। पोखरा त्यस्तै आए पर्यो भने मान्छेहरू फेवातालको असला माछा खानका लागि मात्रै पोखरा आउने एउटा वातावरण सिर्जना गर्न सकिन्थ्यो। प्रपेड चाहिँ मानसिकता भएका चाहिँ नीति निर्माण गर्ने मान्छेहरू या यो देशका चाहिँ कथित चाहिँ नेतृत्वकर्ता हौं भन्ने मान्छेहरूले त्यसको चाहिँ अर्थतन्त्रको चलायमान गतिलाई चाहिँ बन्ध्याकरण गरेका छन्। यो प्रकारका गतिविधिहरूलाई चाहिँ यो प्रकारका नीतिहरूलाई बन्द गरेर हामीले यो देशको अर्थतन्त्र, यो देशका चाहिँ पर्यटकीय स्थलका गतिविधिहरू या यो देशलाई चाहिँ समुन्नत बनाउने गतिविधिहरूका ढोकाहरू खोल्नुपर्छ भन्ने उद्देश्यका साथ या एउटा छलफलमा तपाईहरुलाई मैले एउटा प्रसंग बताउन खोजेको कि छोटकरीमा रिजनेबल मूल्यमा चाहिँ खुवाउने चाहिँ वातावरण गरेर एउटा चाहिँ पोखरालाई चाहिँ फेरि नयाँ प्रकारको चाहिँ पर्यटकीय हबका हिसाबले पनि विकास गर्न सकिन्छ भन्ने प्रसंग चाहिँ